नमस्कार सबैजनालाई म याङ्गु गुरुजीबाट आज चाहिँ हजुरलाई चाहिँ कसरी चाहिँ राइड लिने र कोही मान्छेहरू चाहिँ नयाँ हुनुहुन्छ तपाईहरुलाई चाहिँ राइड लिन आउँदैन नयाँ एप्लिकेसन चलाउन आउँदैन कसरी म्याप हिड्ने कसरी कल गर्ने कसरी टेक्स्ट गर्ने के कुराको नि नलेज हुँदैन हाम्रो हरेक राइडरहरूलाई कसैलाई चाहिँ चलाउन एकदमै अप्ठ्यारो लागिरहेको छैन हजुरले चाहिँ यो भिडियोमा जे गरेको छ त्यही तपाईले चाहिँ कपी गर्न सक्नुहुन्छ हजुरहरूको राइडरहरूलाई चाहिँ सहज बनाउन सक्नुहुन्छ सो मैले चाहिँ यहाँनिर के गर्छु सुरुमा चाहिँ तपाईको चाहिँ गोल बोनस सिलेक्ट गर्छु है सो गोल बोनस सिलेक्ट गरेपछि मैले चाहिँ 12 ट्रिप लगाएको छु सो लगाइसकेपछि चाहिँ हजुरहरूले चाहिँ अनलाइन बस्न सक्नुहुन्छ सो अनलाइन बसिसकेपछि हजुरहरूलाई चाहिँ रिक्वेस्ट आउँछ है सो यसरी रिक्वेस्ट आयो मैले चाहिँ यसलाई यसो सानो पारेर हेरेछु सो हेर्दाखेरि चाहिँ यो चाहिँ तपाईको चाहिँ चाबेलको यो माथिपट्टि पुल्नेर रहेछ है सो माथि देख्न सक्नुहुन्छ हजुरको प्रो लेभल चाहिँ 2 घट्छ इफ तपाईले चाहिँ यो राइडलाई चाहिँ स्किप गर्नुभयो भने सो हाम्रो चाहिँ एक प्रो लेभल बढ्ने पनि रहेछ साथसाथै अनि तपाईले चाहिँ यसरी देख्न सक्नुहुन्छ है म चाहिँ यो प्यासेन्जरको 300 मिटर नजिकै छु अनि हजुरको चाहिँ देख्न सक्नुहुन्छ मेरो चाहिँ अराइभ चाहिँ अटोमेटिकली नै भएको छ हैन तपाईहरु 300 मिटरको लोकेसनमा पुगिसक्नु भयो उसको पिकअप लोकेसन भएपछि अटोमेटिकली नै अराइभ हुनेछ है यदि तपाईको चाहिँ अराइभ भएको छैन हैन हजुरको एकदमै 1 नम्बरको एकदमै नजिकै गएर चाहिँ हजुरहरूले चाहिँ अराइभ गरिदिनु होला है सो अराइभ गरिसकेपछि चाहिँ हजुरहरूले चाहिँ कल गर्नुहुन्छ सो यसरी माथिपट्टि चाहिँ गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ 1 नम्बरमा उलाई लिने जाने ठाउँ थियो 2 नम्बरमा चाहिँ पुर्याउने ठाउँ अनि यहाँ तलपट्टि चाहिँ उहाँको नाम सहित छ र तपाईको चाहिँ यहाँ च्याट कल क्यान्सल ट्रिप गर्न सक्नुहुन्छ र पेमेन्ट मेथड र नेभिगेटर पनि छ है सो तपाईहरुले चाहिँ गर्नुपर्ने भनेको चाहिँ च्याट र कल गर्नुहुन्छ या तपाईले लिन जाँदा होस् र पुगिसकेपछि होस् तपाईले कल र च्याट गर्नुहुन्छ सो तपाईले चाहिँ यहाँनिर चाहिँ च्याटमा चाहिँ तपाईले चाहिँ थिचेर चाहिँ तपाईले चाहिँ उहाँहरूलाई चाहिँ च्याट गर्न सक्नुहुन्छ अनि उहाँहरूलाई चाहिँ कल गर्नको लागि चाहिँ कलमा थिच्नु भयो भने चाहिँ यहाँ कल अनलाइन पनि छ यहाँ कल पनि छ है यसरी नम्बर पनि आउँछ सो नम्बर आएपछि उहाँ तपाईँ चाहिँ लोकेसनमा पुगिसकेपछि प्यासेन्जर भेट्नु भइसकेपछि चाहिँ हजुरले चाहिँ राइड स्टार्ट गर्नुहुन्छ है सो हजुरहरूले चाहिँ यहाँ तलबाट यसरी राइड स्टार्ट गर्ने बित्तिकै हजुरहरूलाई चाहिँ नछुटाउने कुरा भनेको यहाँ तलबाट हाइड भन्ने छ यसलाई चाहिँ तल लुकाउने र यहाँ हेर्नु त धेरै मान्छेहरूले चाहिँ अफलाइन जाने बटन छैन अफलाइन बटन जाने बटन छैन भन्नुहुन्छ भने सो तपाईले यसरी स्क्रिनमा एकचोटि ट्याप गर्नुपर्ने हुन्छ र माथिपट्टि अनलाइन दिएको हुन्छ यसलाई चाहिँ तपाईले यसरी चाहिँ अफलाइन जानुपर्ने हुन्छ है राइड स्टार्ट गर्ने बित्तिकै तुरुन्तै यो अफलाइन जानु होला अनि मात्र चाहिँ तपाईले चाहिँ राइड गरिदिनु होला है सो राइड गरेपछि तपाईले चाहिँ बीचमा चाहिँ रिक्वेस्टहरू आउने प्रब्लमहरू त्यो चाहिँ तपाईको चाहिँ देखा पर्दैन है सो तपाईले चाहिँ यति गरिसकेपछि चाहिँ तपाईले चाहिँ हाम्रो याङ्गुकै म्याप चलाउन पनि सक्नुहुन्छ यसरी अटोमेटिकली पनि जान्छ हैन यसलाई चाहिँ ठुलो स्क्रिन पार्नको लागि चाहिँ हजुरले चाहिँ रुटमा थिच्नु पर्ने हुन्छ है रुटमा थिचिसक्नु भएपछि चाहिँ तपाईले चाहिँ यसरी चाहिँ मजाले तपाईले चाहिँ चलाउन सक्नुहुन्छ यदि तपाईलाई यो अप्ठ्यारो लाग्छ भने हजुरहरूले चाहिँ यसरी चाहिँ माथि तान्दिनु होला तानेपछि हजुरको चाहिँ साइडमा चाहिँ नेभिगेटर भनेर दिएको छ है सो तपाईले चाहिँ नेभिगेटरमा थिच्नु भयो भने चाहिँ उलाई चाहिँ पुर्याउने ठाउँ यसरी गुगल म्याप खोलिन्छ जुन चाहिँ तपाईको इन्टरनेट पठाउमा चलाउने भनेको नि यसरी नै हो है सो तपाईले चाहिँ यहाँ तलबाट राइट स्टार्ट गरिसकेपछि चाहिँ त्यसपछि तपाईलाई त्यतितिरको बाटो देखाइनेछ है अनि तपाईले तलपट्टि देख्न सक्नुहुन्छ राइड स्टार्ट गरिसकेपछि हजुरले चाहिँ क्यास देख्न सक्नुहुन्छ है सो यति क्यासमा चाहिँ तपाईले चाहिँ लिएर जाँदै हुनुहुन्छ भनेर चाहिँ तलपट्टि अमाउन्ट देखाइन्छ सो तपाई चाहिँ अनि लास्ट तपाईले चाहिँ छुटाउँदै नछुटाउने कुरा के हो भन्दाखेरि जब तपाई राइड कम्प्लिट गर्नुहुन्छ तपाई चाहिँ यो 2 नम्बरकै लोकेसन डेस्टिनेसनकै 300 मिटर भित्र पुग्नु पर्ने हुन्छ र राइड कम्प्लिट गर्नुभन्दा अगाडि चाहिँ 2 नम्बरको छेउनी र छुकी नै एकचोटी चेक गरेर मात्र हजुरले चाहिँ राइड कम्प्लिट गरिदिनु होला कतिपय मान्छेहरू हतारमा बाटोमै तपाईको चाहिँ राइड कम्प्लिट गरिदिन्छ कहिलेकाहीँ चाहिँ तपाईको चाहिँ 300 मिटर पनि हुन जाँदैन है सो त्यही भएर चाहिँ तपाई 300 मिटर भइसकेपछि चाहिँ हजुरहरूले चाहिँ यसरी अनलाइन बस्ने सो अनलाइन बसेपछि चाहिँ अनि मात्र राइड यसरी चाहिँ कम्प्लिट गरिदिनु होला यसरी कम्प्लिट गर्दाखेरि तपाईको चाहिँ अहिले चाहिँ तपाईको चाहिँ यसरी चाहिँ राइड कम्प्लिट हुन जान्छ यसरी चाहिँ हजुरले चाहिँ आफ्नो राइड चाहिँ यसरी चाहिँ गर्न सक्नुहुन्छ